हाई हजुरको माझमा फेरि मेरो न्यू ब्लग लिएर उपस्थिति भइसकेको छु। आजको ब्लग छ म मासु लिन पसल जाँदैछु। अब गएको अब म चाहिँ पसल जान आँटेको मासु ल्याउन। आज बुढी र मैले चाहिँ मासु खाने प्लान छ नि त, त्यही भएर बेलुकीको सब्जी निको गाइस पसलतिर अहिले जान चाहिँ खाली झोला छ। अहिले अब त्यसमा आउँदा चाहिँ मासु लिएर आउने। आज बेलुका मासु खाने प्लान छ मेरो, मतलब मेरो भनौँ मेरो बुनु र मेरो टिकट चाहिँ छैन नि त मासु ल्याउने ठाउँ, अलिक पर जानुपर्छ। जाँदैछु पुग्न आँटेँ गाइस। म जाँदैछु। आज बजार होइन नि त, त्यही भएर ठिकै लाग्दैछ। आइपुगेँ। आन्टी मलाई पनि लिनु न है। गाइस म नि आइपुगेँ मासु लिने ठाउँमा। हेर्नु मासु कति धेरै छ। मासु बेच्नु हुने दाजुभाइ चाहिँ उहाँ दाजु चाहिँ उहाँ पर हुनुहुन्छ, कुखुरा भुट्लाउँदै हुनुहुन्छ। भाउजू चाहिँ यहाँ मासु काटेर दिनुभयो मलाई। अब म जाने आँटेको गाइस म जाँदैछु। मासु लिएर गएको म चाहिँ पुग्न आँटेको छु। म चाहिँ अब यहाँदेखि त्यो सब्जीहरू लिएर पनि जानु छ थोरै है। यहाँ चाहिँ कस्तो सब्जी खोजेको, त्यही सब्जी खोजे जस्तो भेटिनँ। अनि हिँडेकोमा चाहिँ जाँदैछु। रुममा आउनु आँटिसकेँ, म पुग्न आँटिसकेँ। म रुम पुगिसकेँ। म घर आइपुगिसकेँ। हेरेर हजुरहरूलाई कस्तो लाग्छ, मन पऱ्यो भने लाइक कमेन्ट गरिदिनु होला। सुरु थालेको हो मेरो ब्लग, त्यही भएर त्यति साह्रो अलिअलि मैले जस्तो आउँछ त्यस्तो छैन है। केही मबाट कमजोरी भयो भने मलाई भनिदिनु होला, कमेन्ट गरिदिनु होला। अनि म मेरो कमजोरी सुधार्ने प्रयास गर्नेछु। यो अब फेरि अर्को न्यू भिडियो लिएर आउनेछु म हजुरको माझ।